2009 10 तिर अब हाम्रो भाइ यमको भेट भयो हामीसँग हैन त्यसमाथि कोलिन हामी सबै मिलेर रबार्ट्स भन्ने फर्म गर्यो kick off the battle. It's a privilege to have Hakim Knight here. Give it up. त्यसबेला भर्खरै युट्युब पनि भर्खरै आएको थियो भनौँ न त्यसबेला त्यस अलिअलि राइजमा आइरहेको थियो र त्यो गर्दाखेरि चाहिँ रबार्ट्स भन्ने एकदम क्लिक भयो र धेरै कलाकारहरूले प्लेटफर्म पायो अहिलेका ठुला छन् कलाकारहरू अब तपाईँले चिरपरिचित नाम है देख्न सक्नुहुन्छ धेरै कलाकारहरूले प्लेटफर्म पायो र त्यसपछि चाहिँ मलाई के लाग्यो भने म आफैलाई म चाहिँ फिल्म लाइनमा छिरिसकेको थिएँ हैन फिल्म लाइनमा बिजी थिएँ मैले सौर्य भन्ने मुभी चाहिँ प्रड्युस गर्दाखेरि अब पैसा फसेको थियो र त्यसमा ध्यान दिनु पर्यो Coming out in the theaters soon. Check out the trailer on YouTube for now. र यो म बुझ्दा आएपछि चाहिँ मैले के फिल गरेँ भने अब यो चाहिँ नयाँ रेभोल्युसन भनौँ कि एभोल्युसन भनौँ यो चाहिँ अब सुरु भयो है जस्तै फिल लाएर मैले चाहिँ अलिक ब्यागमा बसेर चाहिँ सधैँ सपोर्ट गरिरहेँ र पछि म बिस्तारै भनौँ न ऱ्यापदेखि अलिक टाढा हुँदै गएँ भनौँ न ऱ्याप टाढा भन्नुको मतलब ब्यागमा चाहिँ थिएँ फ्रन्टमा आउन चाहेन पछि अब राम्रै देखिरहेको थियो राम्रै भइरहेको थियो एक्कासी अब अप्रिय घटना घटिहाल्यो भाइको त्यसपछि चाहिँ फेरि मैले अब केही सजेसनहरू दिनु खोज्दाखेरि हाम्रो नयाँ ऱ्यापरहरू जुन छ उनीहरूले चाहिँ अलिकति हेपाई तरिकाले तपाईँहरू अब छैन तपाईँहरू यो फिल्डमा होइन त्यस्तो भनेर चाहिँ अलिकति मनछुनी गरेर वचनहरू लाउँथे यताउता त्यसपछि मैले 2017मा फेरि इन्ट्री गरेँ किनकि यहाँ चाहिँ प्रुभ गर्नु पर्दो रहेछ कि यहाँ तपाईँलाई कस्तो हुँदो रहेछ भने यो समाजमा तपाईँ त्यो ठाउँमा थियो तर अब त्यो भइराखेन भने चाहिँ मान्छेहरूले चाहिँ अब अलि हेप्ने होइन अलिकति नयाँ कमरहरूले हुइजी टाइपको कुरा गर्ने थियो अहिले आएर चाहिँ अब एउटा सो भाइसँग मिलेर एउटा सो एएनटिएफ गरेँ होइन एएनटिएफ अहिले धेरै नै ऱ्यापरहरू निकाल्नु पाएँ अझै होइन त्यसमा जजको भूमिकामा थिएँ म भनौँ मेरो साथीहरूसँग लेजी बोय अनि हाम्रा ड्युक अनि पुरानो मलाई चाहिँ अनि त्यसलाई के लागिरहेको थियो भने म मात्र यो फिल्डमा आएर के हो भने त अब हाम्रो जेनेरेसनको त्यस बेलाको ऱ्यापरहरू पनि ल्याउनुपर्छ भनेर पुरानो ऱ्यापरहरूलाई पनि एउटा हुन्छ नि जजको रूपमा ल्याएँ जसलाई नलेज थियो र त्यो गर्दा पनि यहाँ जजलाई जज गर्ने बानी छ यहाँ नेपाली जनताको राम्रो चिज गर्नु खोज्यो भने यहाँ खुट्टा अड्काउने मान्छेहरू चाहिँ धेरै भेटिँदो रहेछ क्या त्यही पनि अब एक त ऱ्यापर पऱ्यो त्यसमाथि सो चाहिँ रेबल टाइपको ठिकै छ नि त जुत्नु न त भनेर अगाडि बढ्न थालेँ होइन त्यसरी नै गर्दाखेरि क्रममा अब अहिले चाहिँ अब राम्रो सक्सेस भयो त्यसपछि अब एउटा दुइटा सो चाहिँ गर्नु बाँकी थियो त्यो गर्नु सकेन अब तपाईँले देख्नु भएको छ ऱ्याप कहाँ पुगिसक्यो अहिले होइन जिन्दगी चाहिँ के रहेछ भने चाहिँ मेरो एज अ बुझाइमा होइन एउटा सोच लिएर आएको थिएँ केही नाम गरौँ होइन नाम छोडेर जाउँ जुन चाहिँ थियो त्यो लेगेसी कन्टिन्यू गर्नु खोज्दा चाहिँ तपाईँ सत्य हुँदा पनि यहाँ एकजनाले सत्य भएर हुँदैन रहेछ होइन भुललाई नै बुझाउनु सक्नु पर्दो रहेछ कि होइन अब तपाईँ सत्य हुँदा नि त्यो हुलको आवाजले गर्दा तपाईँ गुम्सिँदो रहेछ कि भनौँ न अन्यलमा पार्दो रहेछ एकान्तमा आफूलाई नै कोसेर के म रङ थिएँ त भनेर क्वेसन सोध्नु पर्दो रहेछ होइन तर म चाहिँ के भन्छु भने इफ यु आर राइट होइन त्यो डार्कबाट निस्केर अगाडि आउनु होइन